भर्खरै बात भएर मन्दिर भेट आइसक्यो अनि अहिले चाहिँ हाम्रो त्यो माइकको त्यो चार्ज सिधै छ हेर्नु भएको छ त्यही चार्ज गर्ने एकछिन बसेर हामी मुनि गएर अर्को एउटा स्पटमा जान्छौँ हामी हजुर तपाईँलाई के भन्छ यो अहिलेसम्मको दुईटै स्पट कस्तो लाग्यो त दुईटै स्पट राम्रो लाग्यो है अब चाहिँ अब एकछिन हामी रेस्ट गरेर केलम्चा स्तूपा भन्ने ठाउँमा जान्न हो जुन चाहिँ अब फेरि अझै राम्रो प्लेस छ है किनकि वान अफ द फेमस प्लेस हो है अब त्यहाँ जान चाहिँ हामी खास गरी जानुपर्ने हो अहिले नि तर हामी अहिले किन स्टप गऱ्यौँ हाम्रो त्यो बाइकको चार्ज सकिएको छ त्यही कारणले अनअभेलेबल सर्कमस्टेन्सेसको कारणले गर्दा चाहिँ हामी अहिले यहाँ रेस्ट लिइरहेको छौँ होइन साथी के हो साथी हामी रेस्ट लिइरहेको छौँ यो एउटा सानो ठाउँ भए पनि कस्तो मन्दिरै मन्दिर घर पनि मन्दिर जस्तो है यहाँ त घुम्ने ठाउँ त धेरै वाइल्ड प्लेस धेरै ठाउँ घुमि नसक्ने झन् आज हामीले सर्ट रेस्ट गरेर 3-4 ठाउँ चाहिँ घुम्ने ट्राई गर्छौँ हेर्दै गर्नुहोस् यस्तै एकछिन बसेर निस्किन आँटेको अब एममा दाइ चाहिँ पुरै डेटा तानेर उता हाम्रो माइक उयो भइरहेछ चार्ज भइरहेछ होइन त्यहाँ दाइ जाने कि जाउँ न त अब चाहिँ हामी कुन ठाउँ रे त्यो ठाउँ नै बिर्सिन्छ चिलन्चो स्तूपा अझ चिलन्चो स्तूपा जान्छ सो यहाँ त्यही भेट्छ अब चाहिँ अहिलेको उताबाट जान आँटा त्यहाँ हामी तर त्यहाँ बाटै बन्द रहेछ नि अब यहाँ त्यहाँ दाइ हाम्रो गुगल म्यापले लाग्ने हुन्छ दाइले उल्टो लोकेसन हालेर हामी अब यहाँ कुन ब्रिजमा चाहिँ आइपुग्यो त्यहाँ दाइले यहाँ झोलमोल गर्थ्यो हाम्रो गुगल म्यापले घुमाउनु यो त परिवेलको हो नि त हाम्रो लास्ट स्पट थियो अनि त्यो दाइले चाहिँ हामीलाई थर्ड स्पट बनाइदिनु भयो अब उता जाने त्यहाँ चाहिँ उतै जाने अब बेलुका आउने क्या अनि यहाँ त के एक्सप्लेन गर्ने केही त छैन अनि अब चाहिँ हामी उतै जाने भन्दैछन् अब के भन्नु किनकि अब यो चाहिँ लास्ट स्टप हो अरे होइन चाहिँ हामी धेरै केही एक्सप्लेन गर्नु पर्दैन उता चाहिँ अब अलिकति गर्नु पर्ला नि यहाँ चाहिँ भरे हामी आउँछौँ बेलुका फेरि हामी फेरिमा आयो यो टेममा दाइले हो क्या टेममा दाइले जुन म्यापले राम्रो देखाउँछ भन्नुभयो चाहिँ खोइ हाम्रो भिडतिर ल्याउनु भयो अब हेरौँ यहाँ म्यापले हामीलाई घुमाइ गरिरहेछ हामी चाहिँ 2-3 ठाउँ घुम्दै मलाई चाहिँ हामी एउटा लोकेसनमा आएको छौँ त्यो गुगल म्यापले चाहिँ हिँड्ने बाटो चाहिँ देखाएको जस्तो छ त्यो गाडी बाइकको चाहिँ होइन जस्तो र चाहिँ फाइनली हाम्रो थर्ड स्पट आइसकेको छ हामी आउनु ठाउँ त्यहाँ अघि त्यहाँ उताबाट आउन मिल्थ्यो तर के भयो भन्दाखेरि उता चाहिँ त्यो के प्रोग्राम भएर त्यहाँ पुरै उयो गर्नु थालेको छ अनि हाम्रो ठाउँ चाहिँ थर्ड स्पट चाहिँ यही हो अनि त्यहाँ दाइ त्यहाँ दाइ हाम्रो गुगल म्यापले आज गऱ्यो नि घुमाएको है
दिस इज द प्लेस अघि आउन खोजेको दुई अघि पुल लगिदिनु भयो त्यो चाहिँ हाम्रो लास्ट डेस्टिनेसन थियो चाहिँ एकदम पिसफुल रहेछ मेन कुरा चाहिँ यहाँ प्रायः जस्तो चाहिँ पढिरहेको हुँदो रहेछ अनि कोही चाहिँ ध्यान गरेर आउँछन् अनि यहाँ चाहिँ एकदमै अघि जतिको क्राउड चाहिँ छैन अब हाम्रो चाहिँ हामी थर्ड डेस्टिनेसन आइपुग्यौँ फर्स्ट डेस्टिनेसन चाहिँ हाम्रो चिलन्चो स्तूपा रहेको छ एकदम पिसफुल ठाउँमा सराउन्डिङहरूको बिचमा एकदम शान्त वातावरणमा रहेछ यो स्तूपा चाहिँ अब घरहरू पनि टक्क मिलेर त्यो घरहरू पनि ट्याक्क सानो छ तर कति 5 फ्लोर मात्र रहेछ त्यो एउटा मान्छे सुत्यो भने पनि ठ्याक्क अट्ने खालको घर रहेछ कि ठ्याक्क बसेको चाहिँ सानो घर ढोकाबाट जाँदाखेरि सानो ठाउँमा पनि मान्छेहरूले घर बनाएर स्पेसल चाहिँ छैन क्या तपाईँ सबै एउटै घर जस्तो देख्नुहुन्छ क्या यता चाहिँ हेर्नु तपाईँ वरिपरि सबैतिर हेर्दाखेरि चाहिँ एउटा घर एक आपसमा चाहिँ त्यसो हुँदाखेरि एकदम ड्रोइङ गरेर बनाएको सुगन्धित जस्तो गरेको त्यहाँनिर ठ्याक्क एउटा झ्याल मात्र अटेको छ र ढोका मात्र अड्डिएको छ क्या अब यहाँको इन्भाइरोमेन्टको कुरा गर्नु पर्दाखेरि चाहिँ एकदम पिसफुल इन्भाइरोमेन्ट हल्लाहरू केही पनि छैन यति धेरै बस्तीको बिचमा भए पनि एकदम शान्त छ क्या सराउन्डिङ हावालाई हामीले फिल गर्न सक्छौँ क्या यो ठाउँमा आइसके पछाडि चाहिँ हावालाई हामीले फिल गर्न सक्दो रहेछ पछाडि यहाँनिर नाग देउता पनि रहेछ त्यही भएर हाम्रो कल्चर चाहिँ के छ भन्दाखेरि रिच इन डाइभर्सिटी क्या अब हामी नेवार समुदाय र नेवार टेम्पल बिचको ठाउँमा आइपुगेका छौँ र त्यहाँ पनि हामी अहिले बुद्धिस्ट छ बुद्धिस्ट स्तूपा चाहिँ हामी यहाँनिर देखिरहेका छौँ र त्यसकै अगाडि चाहिँ हामी नाग देउता मन्दिर पनि हामीले यहाँनिर देख्छौँ भने पछाडि वी आर रिच इन कल्चरल डाइभर्सिटी के हामी एउटा नेवार समुदायको बिचमा सायद नेवारै नेवार हुन्छ होला यहाँ बुद्धिस्ट प्रायः कम नै हुनुहुन्छ होला 100मा 1-2% मात्रै बुद्धिस्ट हुनुहुन्छ होला नभए भनेदेखि त सबजना यहाँ नेवार हिन्दू कल्चर पनि मान्ने खालको मान्छेहरू देखिन्छ तर एकदम वातावरण चाहिँ एकदम शान्त पिसफुल अशोका बुद्धको मूर्ति चाहिँ रहेछ त्यो आउँदाखेरि चाहिँ तपाईँ ओके मेरो साथीले अलरेडी एक्सप्लेन गर्नुभएको छ यो ठाउँ कस्तो छ र यो ठाउँको विशेषताहरू र यसको फिचर्सहरू पनि सो अब अहिले चाहिँ म अब हाम्रो रिसर्च अनुसारको चाहिँ यो ठाउँलाई चाहिँ किन चिलन्चो स्तूपा भनेको भन्न गइरहेको छु सो चिलन्चो भन्ने नाम चाहिँ दुईटा वर्डले बनेको रहेछ चिलन र चो भन्ने जुन चाहिँ नेवारी वर्ड रहेछ चिलन भनेको चाहिँ इटर्नल र चो भनेको चाहिँ हिल टप सो चिलन्चो स्तूपा भनेको चाहिँ इटर्नल स्तूपा लोकेटेड अन द हिल टप भनेर चिनिँदो रहेछ है अब यो चाहिँ हिन्दू र बुद्धिस्ट कल्चर दुइटाको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट छ होइन यहाँ हुने मेन फेस्टिभलहरू जस्तै मेन चाहिँ के हुन्छ भने बुद्ध पूर्णिमा र अश्विन पूर्णिमा रहेछ र यसमा अरू कल्चरल इभेन्ट्सहरू जस्तै कि महापूजा सेरेमोनीहरू जस्तै सेरेमोनीमा म्यारिज सेरेमोनीहरू तिनीहरू पनि गराइने रहेछ सो त्यही कारणले चाहिँ यो एकदमै रिलिजियस एन्ड कल्चरल एउटा हेरिटेजको रूपमा कितपुरको हेरिटेजको रूपमा लिइँदो रहेछ चिलन्चो स्तूपा घुमेर आइसक्यौँ हाम्रो टुरिस्ट स्पट अनि अब चाहिँ खाना नै होइन अब चाहिँ थाई स्टाइल मन्दिर बाटै बिर्सिँदैन त्यो भन्दाखेरि अब चाहिँ थाई स्टाइल मन्दिर जाने अनि त्यो पछि चाहिँ खाना खाने अहिले चाहिँ ठ्याक्क 11:30 हुन आँटेछ अनि त्यहाँ अब चाहिँ मुनि अघि के अरे हामीले स्कुटर र बाइक पार्क गरेर थियो अब त्यही जान्छौँ अनि अब चाहिँ थाई हामी चाहिँ अहिले हाम्रो 4th डेस्टिनेसन यो 4th डेस्टिनेसन आइसकेको छौँ अनि यो चाहिँ थाई टेम्पल हो अनि एकदमै लाइक थाई डिजाइनमै बनाएर यसलाई थाई टेम्पल भनिएको होला लाइक चाहिँ ठाउँ चाहिँ एकदमै राम्रो छ एकदमै एस्थेटिक छ भन्नु